सबैलाई ह्याप्पी न्यू इयर हैन। त्यसै गरी सूचना आउनु होला यी 3500 मा टक्क नयाँ वर्षमा यो जुत्ता लाएर घुम्नु पर्ने हुन्छ है गाइस। मेड इन इटली दामी छ 8750 त्यसमा 10% मात्र डिस्काउन्ट हुन्छ पिकमा चाहिँ। अब हाम्रोमा चाहिँ पर्सेन्ट नै छैन, हाम्रोमा चाहिँ 3500 सिधै वारेन्टी 6 मन्थको दिने दाइ यसमा छ वारेन्टी 1000 रुपैयाँ हो पनि हैन। यो चाहिँ कति अरे भाइ? यसको 1500 रुपैयाँ। आम्मा यो त दामी छ त भाइ यार, यो त मै ल्याइदिनु क्या हो? लाइदिनु दाइ लाइदिनु त। कति साइज अरे भाइ यो? यो 9875 को जुत्ता हो दाइ। जारामेनको सेल लागेर कति भएको छ भन्नु न? कति आएको छ? 3000 मात्रै छ है। 2490 मा 10% मात्र छुट हुन्छ भने यो चाहिँ 500 मा, यो पनि 500 मा। ब्रान्डेड काफी छ है ल, जिआरसी डेनिमको नामै काफी छ, एकदम कटनमा रहेछ ल। यदि तपाईहरुलाई यो 2XL साइज हुन्छ भने चाहिँ चाँडोभन्दा चाँडो सम्पर्क गर्नु होला। जम्मा 500 रुपैयाँमा सेल लागेको छ भने 4850 भनेर नेपाल फिक्स प्राइस भनेर आउँछ हैन दाइ। अब यसको हामीले कतिमा लाइदिएको होला? कतिमा? 1500 मात्रै छ। हेलो भाइ। हजुर दाइ के छ नि हाल खबर? हाल खबर एकदम ठिक छ हैन दाइ। भोलिदेखि त अब नयाँ साल सुरु भएको छ हैन। थप अब हाम्रो सिजनमा के आएको छ दाइ थाहा छ तपाईलाई? के आएको छ भाइ भन्देऊ त ल। बम्पर अफर आएको छ यहाँ। बम्पर अफर? सब अफरमा है, यो अगाडिको यो सब अफरमा, यो चेल्सी बुट, यो ब्ल्याक हर्सको सुज, यो ब्ल्याक हर्सको जुत्ताहरू सब हैन। त्यहीमाथि ओरिजिनल पिकको, त्यहीमाथि यो एडिडासको हैन, त्यहीमाथि यो कोल्याब, यो एडिडास र गुच्चीको कोल्याब, यो अगाडि भएको यो सबै सेलमा भाइ। त्यसपछि लाइटरवाला पेटी, लाइटरवाला पेटी सेलमा छ हैन। त्यसपछि यस्तो दामी कुर्ती सर्ट सेलमा छ हैन। अब कुर्ती सर्ट सेलमा छ हैन दाइ। ल सबैलाई ह्याप्पी न्यू इयर हैन। त्यसै गरी सूचना आउनु होला यी 3500 मा टक्क नयाँ वर्षमा यो जुत्ता लाएर घुम्नु पर्ने हुन्छ है गाइस। आम्मा जम्मा 3500। खास यसको ओरिजिनल प्राइस कति थियो भाइ पहिली? कति बेचिरहेको यो? 9800 हो। हामीले 7500 सम्म बेचिरहेको मास्टर कपी जुत्ता हो नि त। यो त फेरि बब्बाल छ नि। अनि यसको ओरिजिनल प्राइस खास कति हो भाइ यो? यसको ओरिजिनल प्राइस चाहिँ त्यही 9875 हो दाइ हैन। 20% डिस्काउन्ट गरेर 7500 सम्म बेचिरहेको जुत्ता हो। अहिले चाहिँ 3550 मा नयाँ वर्षमा नि दिनु पर्यो नि दाइ हैन। हल्का अफर जम्मा 3500 मा दाइ। एडिडास ड्रप स्टिकको साइज चाहिँ फेरि सिंगल छ है दाइ। साइज कति साइज छ लु भन्देऊ न त भाइ ल। 39 साइज मात्रै छ ल बास ल। यति तपाईहरुलाई यो 39 साइज हुन्छ भने अहिले कतिमा सेल लागिरहेछ अरे भाइ यो? 3500 मा। जम्मा 3500 रुपैयाँ है। नयाँ वर्षको अफर है यो चाहिँ। ल विशेष अफर नयाँ वर्षको। अनि अर्को यो रहेको छ हामीसँग गुच्ची र एडिडासको कोल्याब है यो चाहिँ। आम्मा यसको त मुनि पनि कस्तो दामी छ त यार यो। है त हेर्नु त भाइ। मुनि पनि दामी छ, हेर्न सक्नुहुन्छ। आम्मा ल यो टेक्सचर फेरि ल फेरि यो त मेड इन इटली रहेछ त हैन यो? मेड इन इटली हो नि दाइ यो। कोल्याब मेड इन नि यो त राम्रो यहाँ मुनि देखेको छ है, मेड इन इटली दामी छ। साइज कति छ भाइ यसको? यसको चाहिँ 43 दाइ, 43 साइज। ल 43 छ, मास्टर कपीमा हो, एडिडास र गुच्चीको कोल्याबमा। प्राइस कति छ त लु भन्देऊ भाइ ल। यसको अब पहिलाको प्राइस त त्यही 9875 नै छ हैन दाइ। अहिले चाहिँ 3500 अफर हो। जम्मा 3500? ओहो त्यो पनि सिजन फेसन अपमा है। 3500 मा त्यो आयो भने फेरि अर्को यो ब्रान्डेड जुत्ता है यो। यो चाहिँ कुन ब्रान्डको भाइ ल? यो पिकको दाइ। ए हे ल यो चाहिँ ओरिजिनल कि कपी हो भाइ? यो ओरिजिनल हो दाइ, पिकको कपी आउँदैन नि त। यो ओरिजिनल? बस ल। साइज भन्दियो भाइ ल यसको? यसको साइज चाहिँ 40 छ भने यसको पहिलाको प्राइस चाहिँ दाइ त्यही 8750 को दाइ हैन। ओरिजिनल प्राइस कति अरे? 8750। त्यसमा 10% मात्र डिस्काउन्ट हुन्छ पिकमा चाहिँ। अब हाम्रोमा चाहिँ पर्सेन्ट नै छैन, हाम्रोमा चाहिँ 3500 सिधै जम्मा। जम्मा आम्मा कति पर्सेन्ट अफ भन्नु हो यो त यार। त लाउँदाखेरि एकदम हलुङको छ है। हिसाबै छैन दाइ। फेरि पिकको यो ओरिजिनल हैन त? ओरिजिनल हो दाइ। ल सोरुम प्राइसै हुन्छ हजुरहरुले जहीँ गयो पनि एउटै रेट पर्छ है ल। 8750 को अहिले सिजन फेसनमा सेल लागेर जम्मा 3500 मा 3500 मा आएको छ है त। यस्तै पार्टी सुजहरु चाहियो भने पनि सेलमा छ यो ब्ल्याक हर्सको दाइ। ओइ ब्ल्याक हर्सको पार्टी सुज पनि सेलमा छ दाइ यो। कतिमा आएको छ त भाइ लु भन्देऊ त? 1000 रुपैयाँ। आम्मा ओइ 1000 रुपैयाँमा? 1000 रुपैयाँमा यो आएको छ। ओहो ल यो त 5 वर्षको बच्चाहरुको भन्दा सस्तो छ त यो त यार। अनि साइज चाहिँ 39 छ है यसमा फेरि। साइज जम्मा 39 ल साइज यहाँ लेखेको रहेछ। खास यसको ओरिजिनल प्राइस चाहिँ कति हो भाइ ल? यसको 3295, त्यसमा कुपन आउँछ जहाँ गए पनि दाइ। तर अहिले सेल लागेर जम्मा 1000 रुपैयाँ ल। फेरि अर्को यो 1000 मै छ दाइ यो पनि। अनि यसमा के छ? वारेन्टी ग्यारेन्टी के छ कि छैन त भाइ? 6 मन्थको वारेन्टी छ, तर यो सेल लागेमा अब वारेन्टी 6 मन्थको दिने दाइ यसमा छ ल। वारेन्टी। 1000 रुपैयाँ हो पनि हैन कि कति हो भाइ यसको?
यसको 1000 रुपियाँ मात्रै हो यसको पनि ल 1000 रुपियाँ 6 महिनाको वारेन्टी सँगै ब्ल्याक हर्सको सुज सेलमा लागिरहेछ यसको साइज भन्दियो भाइ ल 41 दाइ 41 मात्रै छ है यसको चाहिँ 41 ल एकदम ध्यान दिएर सुन्नु होला हैन हामीले साइज चाहिँ अब यो एक एक पिस मात्रै छ त्यही भएर सेल लगाएको छ है अर्को यो हेर्नु दाइ यो पनि बोबाल छ है यदि तपाईहरुले हामीले भनेको साइज मिल्छ र मन परेको छ भने चाहिँ हामीलाई के गर्नु पर्यो भाइ सम्पर्क गर्नु पर्यो नि दाइ टक्क लाएर फेसन आउनु पर्यो हैन ल बस ल यो चाहिँ अक्सफोर्ड मोडलमा रहेछ यो ल यसको फेरि 1500 को हो दाइ यो चाहिँ यो यसको खाली ओरिजिनल प्राइस भनेको 3200 रहेछ 3195 भनेको 3200 भयो यो चाहिँ कति अरे भाइ यसको 1500 दाइ ल साइज यसको कति छ भाइ यसको 40 मात्रै छ है 40 साइज है त ल 40 साइज भयो हैन अर्को आएको छ दाइ फेरि यो 1000 रुपैयाँमा यो सब ब्ल्याक हर्सकै हो नि त भाइ ब्ल्याक हर्सकै हो नि दाइ ओरिजिनल कपी हैन नि भाइ फेरि ओरिजिनल हो दाइ 61 को वारेन्टी सहित हो नि त 1000 रुपैयाँको जुत्तामा भाइले वारेन्टी दिइसकेपछि त यो ओरिजिनलै भइ गयो हैन अब ओरिजिनल भनेको अब सोल पेस्टिङमा फेरि छ ओरिजिनलै हुन्छ है ल बस ल दामी छ है यो चाहिँ खास हामीले चाहिँ भाइले चाहिँ खास यो चाहिँ एक एक पिस भएर त्यो पनि अनि न्यू इयरको विशेष नयाँ वर्षको छुट गरेर हैन जम्मा 1000 रुपैयाँमा सेल लगाइदिएको छ ल अर्को देखाइदियो भाइ ल अर्को भनेको यो छ दाइ यो चाहिँ 1500 को है यसको साइज भनेको चाहिँ 39 छ खै हेर्दिउ त भाइ ल 1500 को तल नाइलन सिलाइ भएको दाइ ल हेरौँ त ल ब्ल्याक हर्स है 6 महिनाको वारेन्टी स्ट्रेसिङ पेस्टिङ सब छ है ल साइज चाहिँ कति रे भाइ यो चाहिँ साइज भनेको हामीसँग कति 439 होला दाइ 39 है 8 को रहेछ 38 रहेछ पनि हुन्छ यसले ल 38 पनि छ ल यदि हजुरहरूलाई खुट्टा सानो छ भने ट्यागसँग मिल्ने पनि रहेछ हैन तर 39 लाई पनि हुने खालको छ है त ल यसको चाहिँ प्राइस कति भरे भाइ यसको जम्मा 1500 यसको जम्मा 1500 भयो अनि अर्को रहेको चाहिँ यो 1000 रुपैयाँमा ए स्पोर्ट सुज पनि पर्छ ब्ल्याक हर्सको स्पोर्ट सुज 1000 रुपैयाँमा यो अहिले सेल लागेर है यो आम्मा यो त दामी छ त भाइ यार यो त मैले ल्याइदिनु क्या हो लाइदिनु त कति साइज अरे भाइ यो 39 हो यो ए मेरो चाहिँ 41 पर्यो यार न त मैले ल्याइदिन्थेँ यार यो त यार मलाई नै मन पर्यो यार यसको 41 छैन भाइ यार यसको 41 छैन 39 मात्रै हो दाइ सिंगल पिस हो त्यही भएर सेल हो नत्र कहाँ सेल लाग्यो 41 भएको त मैले ल्याइदिन्थेँ यार भाइ यार यस्तो दामी छ कति 1000 रुपैयाँ रे भाइ यो पनि हजुर अब यो हेर्नु रे यार सावर चेल्सी यो पनि सेलमा छ भनेपछि यहाँ भएको त सबै सेलमा हो कि क्या हो भाइ यार यो सब सेलमा यहाँ भएको सबै सेलमा हो सबै सेलमा छ दाइ ओहो ल आज चाहिँ ल सिजन फेसन अपमा ल तल्कै हुने भयो त भाइ ल यो 9875 को जुत्ता हो दाइ जारामेनको सेल लागेर कति भएको छ भन्नु न कति आएको छ 3000 मात्रै छ है 3000 कति अरे भाइ यसको ओरिजिनल 9875 दाइ मेड इन इटली हो नि त दाइ यो त ए फेरि मेड इन इटली हो यो स्पेन ए मेड इन स्पेनको हो दाइ यो बस ल यहाँ तल देखिरहेछ है ल मेड इन स्पेन 3000 मा जम्मा 3000 रुपैयाँ यसको साइज चाहिँ फेरि 41 मात्रै छ नि यो ए साइज चाहिँ फेरि 41 मात्रै हो ओहो ल यो चाहिँ मेरो साइज रहेछ तर म सेल्सी लाउँदिनँ है म स्पोर्टहरू लिएर आउँछु है ल ल अनि अरू के छ त भाइ यो हाम्रो जुत्ताको सेल भयो हैन अब यो लाइटर वाला पेटी पनि भयो फेरि सेलमा बेल्ट पनि सेलमा छ यो चाहिँ हाम्रो भ्युअर्सहरुलाई जम्मा 1000 रुपैयाँ यो चाहिँ दाइ फेरि यो लाइटर वाला जिपो वाला हो हैन लेदर फेरि ओरिजिनल लेदरमा छ खै हेर्दिउँ त भाइ ल 3500 सम्म बेचिरहेको बेल्ट हो नि हो अहिले त्यही त पहिले त हाम्रो यो यसको यो पहिलेको भिडियोमा त 3500 4000 त्यस्तै थियो त अनि भाइ अनि अहिले चाहिँ 1000 रुपैयाँ मात्रै छ जम्मा 1000 रुपैयाँ यो लाइटर वाला हो पुरै हैन लाइटर निक्लिन्छ यसको पुरा यसरी निक्लिन्छ लाइटर यसरी चट्ट टक्क लाएर निक्लिन्छ यहाँ अब फ्युल हाल्यो भने यो लाइटर साइटर नै बल्छ हैन लेदरको कुरा गर्दाखेरि ओरिजिनल लेदर छ पिसको कुरा गर्दाखेरि 3 पिस छ चाँडो भन्दा चाँडो दाइ फेरि त कहाँ सम्पर्क गर्नुपर्छ भनेर पुरानो बानेश्वर भीमसेन गोला कहाँ हो प्राइम ब्याङ्कको ठ्याक्क अपोजिट पट्टि स्टोरको नाम स्विच अन फेसन अपमा स्टोरको नाम पनि भनिदिनु सम्पर्क गरेर हाम्रो है जीवन भाइलाई चाहिँ भेट्न सक्नुहुन्छ टक्क भेट्न सक्नुहुन्छ अनि यी दामी पेटी ओरिजिनल लेदरको 1000 रुपैयाँमा जिपोवाला जम्मा अब चाहिँ यो 3 पिस मात्रै हेर्नु त भाइ 3 पिस मात्रै त्यही भएर यसै लागेको ल है त ल गाइस ल जम्मा 3 पिस मात्रै छ त्यही भएर जम्मा 1000 रुपैयाँमा छ त्यही भएर एकदम चाँडोभन्दा चाँडो सम्पर्क गर्नुहोस् ल अब अरू के छ त भाइ अर्को भनेको हामीसँग यो पोइजन ब्रान्डको सर्ट हो दाइ लेलिङ सर्ट है यो पनि अफमा हो नि फेरि कुर्ती सर्ट कतिमा छ त भाइ यो अफमा
यसको चाहिँ दाइ यो पोइजन ब्रान्डको हो दाइ यो कुर्ती सर्ट चाहिँ हामीले 500 रुपियाँमा सेल हालेको छ 500 रुपियाँ मात्रै छ कुर्ती सेट पोइजनको 500 रुपियाँ 500 रुपियाँमा अनि यसको त फिक्स रेट होइन र भाइ यार नि हजुर फिक्स हो तर अहिले नयाँ वर्षको अफर हो नि त दाइ यो कति खास यसको ओरिजिनल प्राइस चाहिँ कति हो यसको ओरिजिनल प्राइस चाहिँ यहाँ आउँछ दाइ यता ल्याउनु त देखाइदिनु त 2490 मा 10% मात्र छुट हुन्छ भने यो चाहिँ 500 मा यो पनि 500 मा कलर 1000 रुपैयाँमा दुईटा सर्ट आयो है 1000 रुपैयाँ दुईटा सर्ट यो टी सर्ट फेरि यो चाहिँ कति भाइ फेरि यो पनि 500 रुपैयाँ ल यो पनि 500 यो पनि 500 है अनि यस्तो राम्रो चेक सर्ट नयाँ वर्षको लागि हैन एकछिन भाइ यार एकछिन मजाले देखाउ त ल तिमी अलिकति हतार्यौ हैन ल मजाले हेरौँ त ल ल यो देखाइदिनु त मस्त खास यसको ओरिजिनल प्राइस चाहिँ कति थियो भाइ यो डिआरजे डेनिमको लु भनिदेऊ त ल यसको 3300 को दाइ आम्मामा 33 को लु अहिले चाहिँ कति अरे भाइ 500 रुपैयाँ मात्रै छ नि दाइ साइज किन सिंगल हो साइज सिंगल हो डबल एक्सेल हो एक्सेल लगाउनेलाई पनि चट्ट भ्याउँछ अब हेर्न सक्नुहुन्छ कपडाको अब फिनिसिङहरु हेर्न सक्नुहुन्छ बवाल छ हैन डिआरजे डेनिम भने सकी गयो हैन ब्रान्डै बवाल छ ब्रान्डै काफी छ है ल डिआरजे डेनिमको नामै काफी छ एकदम कटनमा रहेछ ल यदि तपाईहरुलाई यो 2XL साइज हुन्छ भने चाहिँ चाँडोभन्दा चाँडो सम्पर्क गर्नु होला जम्मा 500 रुपैयाँमा सेल लागेको छ भने हाम्रो अर्को एउटा यो फुल स्लिभ यो चाहिँ कुनको अरे भाइ यो चाहिँ देखाउ त भाइ एचएम को एचएनएम को आम्मामा ल यसको पनि 500 रुपैयाँ नै हो नि यसको खास ओरिजिनल प्राइस कति थियो भाइ एचएनएम को यसको 2100 थियो नि दाइ 2175 यहाँ देख्न सक्नुहुन्छ ल 2175 को साइज कति छ यो अब यो साइज चाहिँ यो स्मल भनेको चाहिँ मिडियम लाग्ने साइजलाई पनि हुन्छ है ल यसमा मिडियम पनि छ हामी मिडियम पनि दिन्छौँ मिडियम पनि छ यसमा चाहिँ ए ल स्मल मिडियम दुईटा रहेछ जम्मा चाहिँ 500 रुपैयाँ अनि अर्को कुर्ती भाइ एकछिनै अर्को एउटा यो कुर्ती यसको खास ओरिजिनल प्राइस भनेको 2490 मा पोइजन ब्रान्डको लोगो यहाँनिर एम्ब्रोइडरी प्रिन्टमै प्योर कटन 100% कटन साइज कति कति छ भाइ भनिदेऊ त यसको साइज एक्सेल हो दाइ त्यसको साइज डबल एक्सेल डबल ल एक्सेल र डबल एक्सेल 500 जम्मा 500 जम्मा 1000 रुपैयाँ ल 1000 रुपैयाँ अनि अरु के आएको छ भाइ अरु छ नि दाइ यहाँ 1000 रुपैयाँमा दाइ यस्तो विन सिटर आएको छ आम्मामा यो चाहिँ सिंगल लेयर है दाइ सिंगल लेयर यो नि 1000 रुपैयाँ 1000 रुपैयाँ सिंगल लेयर एकदम सिंगल लेयर छ चट्ट लाउँदा पनि बवाल देखिन्छ नि दाइ लार देखाइदियो तपाईँ ल चट्ट लाएर चट्ट यसरी लाउने हो हैन चट्ट 1000 रुपैयाँको विन सिटर हो ल चेन लाएर देखाइदिनु त माथिको त्यो झोला जस्तो चाहिँ के हो भाइ यसको चाहिँ दाइ यहाँ विशेषता छ नि विशेषता यो खोल्ने के छ होला सर्ट खोल्ने दाइ हैन सर्ट अनि यसलाई यसरी यहाँ हाल्ने यो चट्ट सानो पनि बन्छ के यो चाहिँ भित्र ज्याकेट हाल्ने सानो बनाएर चाहिँ यो चाहिँ गोजीमा बोकेर हेर्नु मिल्ने विन्सिटर रहेछ है त ल विन्सिटर हो खास यसको ओरिजिनल प्राइस कति छ ल हेर्नु त भाइ ल यसको ओरिजिनल प्राइस चाहिँ देख्न सक्नुहुन्छ 3375 मा जम्मा 20% मात्र डिस्काउन्ट हुन्छ भने अहिले त जम्मा 60% भन्दा नि बेसी डिस्काउन्ट छ नि अहिले त 60-70% नै भयो नि 1000 रुपैयाँ भनेपछि त हैन 100% नै भनौँ न हैन ल यो भयो अनि अरु के छ त भाइ ल यो छ हैन अब यो हामीसँग यो नोभेम्बर ब्रान्डको है ओहो वाटरप्रुफ ए नोभेम्बर ब्रान्डमा पनि हो अहिले सेल हो अब यहाँ हेर्नु न यसको त यसरी आउँछ नि प्राइस हैन कम्पनी के आउँछ नि 4850 भनेर नेपाल फिक्स प्राइस भनेर आउँछ हैन त अब यसको हामीले कतिमा लगाइदिएको होला कतिमा 1500 मात्रै छ जम्मा 1500 यो 1500 मा छ वाटरप्रुफ हो हैन अब यो 1500 को अनि अर्को भनेको हामीसँग फेरि यो 500 रुपैयाँको दामी पोइजन ब्रान्डको सर्ट यो कलरै बवाल छ नि यो कलर त यार यो कलर त काहीँ पनि जुत्दैन भाइ यार यो जुत्ता पनि जुत्दैन मार्केटमा ल यो कलर चाहिँ मलाई छुट्याइदेऊ ल एक्सेल साइज छ एक्सेल साइज छ लार्ज साइज छ यो कलर चाहिँ मैले दाइलाई छुट्याइदियो चाँडो चाँडो एक्सेल साइज चाहिँ ल मेरो लागि है भाइ ल यो चाहिँ एक्सेल दाइले लगिहाल्यो अब लार्ज साइज बाँकी छ चाँडोभन्दा चाँडो आउनु होला है गाइस ल लार्ज साइज चाहिन्छ भने चाहिँ आउनु होला है 500 रुपैयाँ फेरि जम्मा 500 रुपैयाँ ल 500 रुपैयाँ अब अरु केही छ त भाइ अर्को यो 500 रुपैयाँ ल यो झन् है यो 500 रुपैयाँ कलर पनि एकदम दामी छ है ल 500 रुपैयाँ जम्मा 500 रुपैयाँ यो 500 रुपैयाँ ब्ल्याक कलर त अब झुल्ला पनि मन परिहाल्छ हैन अब एकचोटि हिसाब गर्दा त टोटल कतिको सामान छ ल 500 1000 1500 3000 ल 3500 भयो हैन 3500 ल 4000 5000 6000 7000 हैन 6500 मा 6500 6500 मा एक धोक्रो आयो ल एक धोक्रो 6500 मा हैन 6500 भएको छ हैन हाम्रो यो 1000 हैन 7500 7500
8,500 500 ल 9,500 अर्को छ यहाँ फेरि 1000 रुपियाँको यो ल 10,500 ल 10,500 ल यति सबै यति गर्दाखेरि अहिलेसम्म 10,500 को 500 10,000 दिन्छौ भाइ यो यति सबै 10,000 मा लग्यो भने 500 रुपियाँ डिस्काउन्ट ल 500 रुपियाँ ल डिस्काउन्ट अझै ल यतिसम्म तपाईँहरूले लिनुभयो भने एक ढोक्रो सामान छ ल 10,500 सेलमा एकदम है ल अझै भाइले चाहिँ 500 रुपियाँ डिस्काउन्ट गरेर जम्मा 10,000 मा चाहिँ यति गरिदिन्छ है त ल 11,000 हाल्नु भयो भने अर्को एउटा जुत्ता हालिदिन्छ ल बास ल 11,000 हाल्यो भने अर्को जुत्ता हैन ल 12,500 हाल्यो भने तीनटा जुत्ता है तीनटा जुत्ता छालाको जुत्ता दियो भने अफिस जानेलाई 12,500 प्लस 3500 मिसाउँदा कति भयो 12,000 र 3500 ले 15,000 15,000 मा फेरि एउटा स्निकर्स पनि हालिदिन्छ हामीले फेरि बस ल है 15,000 मा यत्रो सामान आउनु भनेको त ठुलो कुरा हो नि त धेरै ठुलो नि भाइ यार अब फेरि ल 15,000 भएको छ 500 भएन 16,500 मा फेरि एउटा स्पोर्ट जाने रहेछ ल गयो भाइ गयो ल स्पोर्ट ल स्पोर्ट पनि गयो 16,500 हाल्यो भने सन्तानलाई पुग्छ नि सन्तानले पुग्यो त यो त 16,500 भएन 17,000 मा 18,000 मा ल अर्को एउटा फेरि छालाको जुत्ता आउँदो रहेछ मैले त 20-25,000 रुपियाँ लिएर आएर त अनि छ छिमेकहरू सबैलाई हैन 18,000 को भएको छ नि दाइ अहिले 18,000 को हैन भाइ बहिनीहरू सबैलाई पुग्ने छ त यो नि 18,000 ल 20,000 ल्यायो भने पुग्छ जस्तो छ यहाँ 18,500 18,500 भनेपछि 19,500 19,500 यहाँ 6-7 वटा आइसक्यो त 19,500 मा त्यत्रो हैन अब फेरि यहाँ 3,000 19,500 3,000 ले गर्दाखेरि 21,000 22,000 ए 22,000 मा यी जाडाको चेल्सी पनि आयो ल 22 टोटल सबै अब सबै लिने हो भने एकैजना लिने हो भने फाइदै छ है यो अब यसको फेरि टोटल गमराङ गुम्रुङ ल 25,000 हाल्दिन्छौ भाइ गमराङ गुम्रुङ ल रामराङ गुम्रुङ ल जुत्ता कतिवटा भने एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10वटा जुत्ता 10वटा जुत्ता तीनटा पेटी टी सर्ट दुईटा ल भाइ यो नगर्नु यहाँ अब हेरेर थाहा भइगयो हैन कतिवटा कति छ भनेर हैन ल गमराङ गुम्रुङ तपाईँहरूले लिनुभयो भने चाहिँ अब यसमा खास हामीले भनेको यो मानेको 30,000 करसी छ हैन त्यसमा नै हामीले धेरै लिँदाखेरि अलिकति घटाइदिएको थियौँ 25,000 रुपियाँ दिनुभयो भने चाहिँ यो भाइले गमराङ गुम्रुङ सबै सामान दियो हैन त भाइ 10वटा जुत्ता तीनटा पेटी अब टी सर्ट छ यहाँभन्दा न्यु इयर के लाग्नु त हैन ल यहाँभन्दा न्यु इयर लाग्ने ठाउँ छ त 30,000 लिएर आएर प्यान्ट स्यान्ट लगाउनु हुन्छ भनिन्छ हामीसँग प्यान्ट स्यान्ट अब त्यही हो नयाँ वर्षको शुभकामना अब नयाँ वर्षमा हजुरहरूले अब फोन हेरिरहनु भएको छ भने चाहिँ यो चान्स चाहिँ फेरि आउनेवाला छैन यो सर्टलाई अब तपाईँ किन्नु पर्यो भने अब होइन 1000 रुपियाँमा यो सर्ट त अब तपाईँले सोच्नु पनि भएन कल्पना गरेर पनि आउँदैन होइन अब 3500 मा यो जुत्ता कल्पना गर्नु नि भएन 3500 मा यो जुत्ता कल्पना गर्नु नि भएन त्यो त छोडिदिउँ न 1000 रुपियाँमा यो जुत्ता कल्पना गर्नु नि भएन चान्स फेरि आउँदैन स्विच एन्ड मेजरले ल्याइदिएको छ पुरानो बानेश्वर भीमसिन गोला आउनु होला दाइ अरू भन्न केही छैन नयाँ वर्षको शुभकामना अनि थप हाम्रो च्यानललाई चाहिँ हल्का सब्सक्राइब चाहिँ गरिदिनु पर्यो ल भाइ तिमीलाई पनि ह्याप्पी न्यु इयर भाइ है त ल गाइस